पुलाम व नाजाम संकिपा निर्माता शेखर कोइराला देखुगु बाजीगर संकिपा शेखर कोइराला क्या संजोग कोइराला हो जीवन लैटल्या मेन रोल दुसा के अनुसायन छगु बिस्क महत्व जागु रोल तयारीमा भन्दा पनि दर्शकहरू हुनुपर्ने हो। हामीले त आफ्नो कामहरू गरिसक्यौँ, सबै कामहरू सकाएर अब प्रदर्शनमा तयारीमै छ भनौँ न, भोलिदेखि लाग्दैछ भनेपछि अब दर्शकहरूले गएर हेरेर आफ्नो प्रतिक्रिया दिनुपर्ने चाहिँ बेला आयो। चित्र हेर्नै पर्ने चाहिँ किन भनेर भन्दाखेरि चाहिँ मनोरञ्जन बाहेक अरू कुनै पनि रिजन छैन, चलचित्र हेर्नै पर्ने। उहाँहरूले दिने 2-2.5 घन्टाको समयको चाहिँ सदुपयोग हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। सो यो चलचित्र चाहिँ अलिकति पारिवारिक दृष्टिकोण वातावरणमा बाउ छोरा दाजुभाइहरूको सम्बन्धमा अनि अलिकति बिजनेस घुसेको छ। सो त्यही सेरोफेरोमा रहेर एउटा मनोरञ्जनात्मक 2 घन्टा 10 मिनटको चलचित्र बनेको छ। पहिलो मुभी चाहिँ लगभग त्यसको स्क्रिप्टदेखि लिएर एक्जिक्युसनसम्म म आफै लागे परेको थिएँ। अनि उत्सव चाहिँ अलिकति नेचुरल टाइप अफ मुभी थियो भनौँ न, रियलिस्टिक टाइप अफ मुभी भनिन्छ। अहिलेको सिनेमाको जनरमा भन्ने हो भने अहिलेको फरक धारको सिनेमा भन्न चाहिँ म रुचाउँछु। यो बाजीगर चाहिँ बुवाको कन्सेप्ट, बुवाकै आफ्नै दृष्टिकोण, कस्तो खालको फिल्म चाहिँ उहाँ पहिलेदेखि चिनिनुहुन्थ्यो, कस्तो खालको फिल्म बनाउँदादेखिको शेखर कोइरालाले यस्तो सिनेमा बनाउँछ भन्ने टाइपको प्याटर्नको चलचित्र हो बाजीगर चाहिँ। यसमा चाहिँ म जस्ट एक्टरको रूपमा मात्र छु, त्यसमा त म प्रोडक्सनदेखि लिएर सबै कुरामा इन्भल्भ भएको थिएँ। भिन्न भिन्न एक्सपिरियन्स भयो दुइटै अहिलेसम्म आउँदाखेरि। एउटा रियलिस्टिक सिनेमाको पनि एक्सपिरियन्स भयो, एउटा यता ड्रामेटिक सिनेमाको पनि एक्सपिरियन्स भयो। सो दुइटैको एक्सपिरियन्स अहिलेसम्म अब पहिलेदेखि म यो फिल्म लाइनमा आउनुको मेन रिजनै बुवा हो, किनभने त्यही परिवेशमा म हुर्किँदै आएको हो। उहाँले बनाउनु भएको फिल्महरू सबै प्रायः जस्तो हिटै छन्। साथी, मुगलान, इज्जत, उपकार भनेको एकदमै नेपाली फिल्म इन्डस्ट्रीमा एकदमै ठुलो छाप छोडेको चलचित्र हो, गीत सङ्गीतको माध्यमबाट होस् या कथावस्तुको माध्यमबाट होस्। सो त्यो हिसाबले मलाई फिल्म लाइनमा आउन चाहिँ सजिलो भयो। उहाँसँग काम गर्नु र उहाँको भिजनमा काम गर्दाखेरि चाहिँ बाजीगरमा मैले त्यसरी गर्न पाएँ, किनभने म निर्माणतिर केही पनि इन्भल्भ थिइनँ, जस्ट एज अ एक्टर थियो। उहाँले कलाकारहरूलाई गर्ने व्यवहार सरल तरिकाले इन्भाइरोमेन्ट बनाइदिनेदेखि लिएर सुटिङमा रमाइलोदेखि लिएर बिना टेन्सनको काम सकाउने चाहिँ एउटा पहिलेदेखिको चल्दै आएको उहाँको तरिका रहेछ। सो एज अ ड्याड भन्दा पनि एज अ प्रड्युसर मलाई चाहिँ खुसी नै लाग्यो काम गर्दाखेरि। यो च्यानलमा हाउसफुल भन्ने कार्यक्रम हेरिरहनु भएको सबै दर्शकहरूलाई पहिला सुरु त नमस्ते। त्यसपछि हाउसफुल कार्यक्रमको लागि चाहिँ एकदमै शुभकामना। यो प्रोग्रामले सबैलाई मनोरञ्जन दिन सफल होस् र जतिजना सेलिब्रिटीहरू यहाँ आउनुहुन्छ उहाँहरूको जीवनमा र उहाँहरूको कुराहरू तपाईहरुसम्म लग्दिनको लागि यो एउटा माध्यम बनेको छ। त्यो माध्यमको उत्तर प्रगति होस् र अन्त्यमा दर्शकहरूलाई भन्न चाहन्छु, नेपाली फिल्म इन्डस्ट्रीलाई माया गर्नुस्। तपाईहरुले नै माया गर्दाखेरि नै नेपाली फिल्म हेर्न जाने कल्चर बनोस् र नेपाली फिल्म इन्डस्ट्री फर्स्ट आउन सकोस्। एकदमै एक्साइटेड छु। भोलिदेखि रिलिज हुँदैछ, अल नेपाल रिलिज हुँदैछ। यसमा चाहिँ अनुसार अब जहिले पनि एकदमै सिम्पल इनोसेन्ट क्यारेक्टरमा देखिरहनु भएको छ अडियन्सहरूले, र यसमा चाहिँ अलिकति बोल्ड क्यारेक्टर भनौँ न, मेरो क्यारेक्टरभन्दा अलिकति फरक बोल्ड क्यारेक्टर गरेको छु बाजीगरमा चाहिँ। सो एकदम टोटली डिफ्रेन्ट त भन्दिनँ म, तर अलिकति फरक चाहिँ पाउनुहुन्छ अडियन्सहरूले। भैरव चाहिँ एक्सन मुभी थियो टोटल्ली होइन। यसमा चाहिँ एक्सन पनि छ, फ्यामिली ड्रामा पनि छ, सबै थोक छ। तर त्यसमा चाहिँ मेरो क्यारेक्टर अलिकति जली हुन्छ नि, जतिखेर पनि जिस्किरहने, बोलिरहने, पटर बोलिरहने क्यारेक्टर थियो भने यसमा चाहिँ अलिकति बोल्ड क्यारेक्टर छ कि लाइक अलिकति हुन्छ नि अर्डर गर्ने टाइपको क्यारेक्टर यसमा चाहिँ छ। सो अलिकति फरक चाहिँ छ गरेको क्यारेक्टरहरू भन्दा। सो आई होप अडियन्सहरूलाई यो मेरो नयाँ अवतार मनपर्छ। मलाई गर्न मन लागेको क्यारेक्टर चाहिँ एक्सन थियो होइन। थोरै मैले यो मुभीमा गर्न पाएको छु भन्दा मलाई पनि थोरै एक्सन गर्न मन छ भनेपछि त्यो क्यारेक्टरले सुट हुने भइसकेपछि मलाई थोरै एक्सन दिनुभएको छ। त्यो चाहिँ अलिक बढी रुचाइदिनुहुन्छ होला अडियन्सहरूले। मेरो पियर चाहिँ जीवन दाई हुनुहुन्छ। उहाँसँग मेरो फर्स्ट टाइम पनि हो मुभी। एकदमै फ्रेन्डली हुनुभयो होइन। यस्तो लाइक हुन्छ नि स्टार जस्तो बिहेभ, अनि त्यस्तो केही पनि देखाउनु भएन। एकदमै राम्रोसँग हामी जिस्केर कामहरू गर्दा पनि एकदमै रमाइलोसँग गर्थ्यौँ। 4 जना थियौँ हामी, एकदमै रमाइलोसँग गऱ्यौँ सुटिङ पनि। भोलि 17 गतेदेखि अल नेपाल रिलिज हुँदैछ बाजीगर। प्लिज गएर हेरिदिनुहोस्। तपाईँहरूको मायाको हामीलाई खाँचो छ। हिन्दी फिल्महरू पनि हेर्नुहुन्छ, साथसाथै नेपाली फिल्मलाई पनि माया गरिदिनुहोस्, कलाकारहरूलाई सपोर्ट गरिदिनुहोस्। हामीलाई पनि प्रोत्साहन मिल्छ तपाईँहरूले माया गरिदिनु भयो भने, नेपाली चलचित्रहरू हेरिदिनु भयो भने। सो प्लिज भोलि एकचोटि गएर फिल्म हेरिदिनुहोस् अनि हामीलाई फिडब्याक दिनुहोस्।